notebooklm.google notebooklm चाहिँ कतिजनाले प्रयोग गर्नु भएको छ सर र च्याटमा चाहिँ यसो हेरौँ न अनिल सरले गर्नु भएको रहेछ है आशिष सरले सुन्नु भएको रहेछ तर गर्नु भएको रहेछ ओके सुदर्शन सरले नो नो छैन सञ्जीव तिमीसँग छैन गरेको ओके अब तपाईँले आज थाहा पाउनुहुन्छ मेरो चाहिँ फेभरेट अहिलेसम्मको सबभन्दा बवाल लाग्ने टुल आर्टिफिसियल इन्टेलिजेन्स आइसकेपछि मजाको टुल चाहिँ यो नै हो अत्याधिक प्रयोग त हुँदैन तर यसको काम हेर्दाखेरि चाहिँ लास्टै मजाको लाग्छ क्या नेक्स्ट लेभल टुल छ आज यसको बारेमा हामी कुरा गर्दैछौँ यसको नाम नोटबुक एलएम हो नोटबुक एलएम भनेर चाहिँ गुगलकै अर्को टुल हो फेरि गुगलको हामीले धेरै टुलहरू दुई तिनवटा अरू पनि हेरौँला यो चाहिँ गुगलकै टुल हो र यसले हामीलाई धेरै चिजहरू गराएर दिन्छ जसमध्ये तपाईँले सुन्नुभयो होला पोडकास्ट बनाएर दिन्छ यसले यो एआई पोडकास्ट 37,000ले हेरेछन् मैले 8 महिना पहिला बनाएको अहिले यो धेरै इम्प्रुभ भइसकेको छ अहिले भिडियो नि बनाइदिन्छ यसले यसको पृष्ठभूमिबाट प्राथमिक स्वास्थ्य केन्द्र पीएचसी र स्वास्थ्य चौकीहरूमा लिने सेवामा यो 10% लाग्दैन अनि यो एआईबाट बनाएको है पोडकास्ट बनाएको एआईबाट अहिले चाहिँ यसले भिडियो पनि बनाउन सक्छ इन्फोग्राफिक्सहरू बनाउन सक्छ सबै चिज बनाउन सक्छ अब चाहिँ म कहाँ जानु पर्यो भने ओके यहीँबाट हामी ट्राई गरौँ नोटबुक एलएममा चाहिँ तपाईँको के छ भन्दा यहाँनिर हजुरले एउटा सेटिङ देख्न सक्नुहुन्छ नोटबुक एलएम एआई भिडियो बनाउनको लागि एआई पोडकास्टहरू बनाउनको लागि इन्फोग्राफिक्सहरू बनाउनको लागि प्रयोग गर्न सकिन्छ यो यस्तो खालको मजाको एआई टुल हो जहाँ चाहिँ हजुरले पिडिएफ युट्युब भिडियो तपाईँसँग भएको जति पनि अनलाइनमा भएको रिसोर्सेस छ बुकहरू छ टेक्स्ट छ त्यो सबै यसमा अपलोड गरेर त्यसबाट भिडियो बनाउन पनि मिल्यो अडियो बनाउन पनि मिल्यो च्याट गर्न मिल्यो क्वेसन आन्सर बनाउन मिल्यो त्यो सबै गराउन मिल्यो उदाहरणको लागि तपाईँले नेपालको संविधान चाहिँ अपलोड गर्नुहुन्छ यसमा र नेपालको संविधानको फाइल छ कति पेजको होला 300-400 पेजको त्यो फाइलसँग तपाईँले च्याट गर्न सक्नुहुन्छ अनि यस्तो सोध्न सक्नुहुन्छ मैले विवाहदर्ता गर्नु गैर कानुनी हो कि कानुनी हो अथवा कति वर्षमा विवाहदर्ता गर्न सकिन्छ 18 वर्षमा बिहा गर्यो भने के कानुन हुन्छ सबै सोध्न सक्नुहुन्छ संविधानको 18औं धारामा के छ भनेर यससँग च्याट गरेर सोध्न सक्नुहुन्छ यसैलाई लिएर क्वेसन एन्सर बनाउन सक्नुहुन्छ क्वेसन एन्सर बनाउने काम चाहिँ जस्तै स्कुलको टिचरले अब 10 कक्षामा पढाउने टिचर हुनुहुन्छ साइन्स उहाँलाई चाहिँ क्वेसन झिक्न अब कताबाट झिक्म लागिरहेछ भने उहाँले साइन्सको बुक अपलोड गर्नुहुन्छ यसमा पिडिएफ फाइल र अपलोड गरेर यसलाई चाहिँ क्वेसनहरू बनाइदिए हैन 20वटा क्वेसन बनाइदिए भनेदेखि यस्तो क्वेसन बनाइदिन्छ हैन अरू अब तपाईसँग लामो फाइल छ त नेपालको संविधानको बारेमा तपाईलाई पढ्न झ्याउ लागिरहेछ तर सुन्ने चाहिँ टाइम छ नि त काम गर्दै सुन्नु मन लागिरहेछ भने त्यस्तो अवस्थामा अडियो बनाउन सक्नुहुन्छ अनि भिडियो बनाउन सक्नुहुन्छ लगायतका सबै काम गर्न सक्नुहुन्छ यसको लागि चाहिँ हजुरले सेटिङमा गएर यहाँनेर आउटपुट ल्याङ्ग्वेजमा चाहिँ अब तपाईको प्रिफरेबल ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ यसले आउटपुट चाहिँ त्यसैको आधारमा दिने गर्छ सो हामीले यहाँनेर चाहिँ अहिले तपाईलाई देखाउनको लागि मैले नेपाली प्रयोग गरेको छु यसको इंग्लिश प्रयोग भएको छ भने तपाईको फेरि तपाईको आउटपुटहरु इंग्लिशमा आउँछ सो यसलाई चाहिँ तपाईले हेर्नु होला यो हजुरको नोटबुक एलएम मोबाइलमा पनि छ तर तपाई कम्प्युटरमा हुनुहुन्छ भने तपाईले मोबाइलबाट चाहिँ युज गर्नु हुँदैन मोबाइलमा पनि छ है नोटबुक एलएम यसरी यहाँ चाहिँ शेयर छ टाइटल छ रिसेन्ट छ मोबाइलबाट पनि गर्न सक्नुहुन्छ है यो कामहरु सबै फोटो छ है सबै चीजहरु मोबाइलमा पनि छ त्यो देखाउन खोजे हामीले अब यहाँनेर चाहिँ हामी नयाँ बनाउनलाई हामीले क्रिएट न्यूमा जान्छौं अब क्रिएट न्यूमा गइसकेपछि यसले चाहिँ के गर्छ अनलाइनबाट सर्च गर्ने फिचर पनि छ वेब सर्च गर्ने फिचर पनि छ फास्ट र डीप रिसर्च छ जस्तै अब मैले के गर्छु भन्दाखेरि यहाँ डीप रिसर्च गर्न मन लाग्यो मलाई के गर्न मन लाग्यो भन्दाखेरि आई वान्ट टु मास्टर एआई इन 40 days आई एम बिगिनर फ्रम नेपाल आई क्यान ओन्ली अन्डरस्ट्यान्ड बेसिक इंग्लिश माई हेर्नुहोस् है हामीले 30 दिनको अब यहाँ मैले के गर्ने 30 दिनमा एआईलाई मास्टर गर्न चाहिँ अब हामीले यसलाई सिकाउँदैछौँ त्यसको लागि के मैले मेथडहरु युज गर्छु भनेर हेरौँ माई गोल इज टु लर्न एन्ड प्र्याक्टिस एआई 2 hours per day you have to provide me day by day roadmap to master AI up to AI automation सम्म म जान चाहन्छु है अटोमेसन सम्म जाने मलाई चाहिँ रोड म्याप चाहियो है फ्रम च्याट जीपीटी एज एन असिस्टेन्ट एन्ड अटो फेसबुक पोस्टर हैन एन्ड मैले यसो गर्ने आई वान्ट टु मास्टर एआई इन 30 days आई एम बिगिनर फ्रम नेपाल आई क्यान ओन्ली अन्डरस्ट्यान्ड बेसिक इंग्लिश बेसिक टेक नलेज माई गोल इज टु लर्न एन्ड प्र्याक्टिस एआई 2 hours per day you have to provide me day by day roadmap to master AI up to
AI automation from ChatGPT as an assistant to auto Facebook poster, auto Facebook post गर्ने अटोमेसन चाहियो नि त मलाई आफै पोस्ट होस् के 15-15 मिनटमा फेसबुकमा त्यसो खालको अटोमेसन चाहिने छ मलाई 30 डेजमा सिक्नको लागि चाहिँ मलाई रोड म्याप चाहियो भनेर मैले यसलाई सर्च फिचर गरेँ भने अब यसले के गर्छ त भन्दा अनलाइनमा गएर खोज्छ डिफ्रेन्ट रिसोर्सेसहरू खोज्छ अनलाइनमा डिफ्रेन्ट प्रोसेसहरू खोज्दैछ अनलाइनमा यसले यता खोजिरहँदाखेरि फेरि हामीले अर्को ट्याबमा गएर फेरि नोटबुक एल्बममा केही हेरौँ पहिला गरेका चिजहरू हेरौँ ओके अब हामीले चाहिँ यहाँनिर पहिला नागरिक लगानी कोषको बारेमा एउटा मैले यसलाई के गरेका थिएँ भन्दा नागरिक लगानी कोषको PDF अपलोड गरेका थिएँ नागरिक लगानी कोषको वेबसाइट राखेको थिएँ यसो गरेका थिएँ अपलोड गरेर चाहिँ यहाँनिर गरेँ अनि यसले चाहिँ के गरिदिएको छ गर्न लागेको छ भन्दा तपाईँलाई फेरि सुरुबाटै देखाउनु पर्यो नि त है ओके यसले सर्च गरिरहेछ मैले न्यू ट्याब खोलेँ न्यू नोटबुकमा जान्छु म यहाँ सोर्स राख्ने ठाउँमा चाहिँ मैले के गर्छु भन्दाखेरि न्यू सोर्सेसमा जान्छु र यहाँनिर मैले के गर्न सक्छु युट्युब भिडियो पनि राख्न सक्छु अब युट्युब भिडियोको मलाई चाहियो भन्दा म युट्युबमा जान्छु अब यहाँनिर के राखौँ खोइ को रहेछ दाजु भन्ने फेरि ओके एउटा के राखौँ ओके आर्टिफिसियल इन्टेलिजेन्सको अब यो लामो भिडियो राख्दाखेरि फेरि थोरै टाइम लिन सक्छ होइन निःशुल्क पाइने AI टुल भनेर उहाँले बनाउनु भएको छ नेपाली भिडियोको गर्छ कि गर्दैन हेरौँ है AI टेक पानाको ओके कपी गरौँ अनि चाहिँ हामी पेस्ट गरौँ मैले युट्युबको भिडियो मैले उहाँ पुष्पजीको भिडियो हेर्न मलाई झ्याउ लाग्यो होइन उहाँको झ्याउ लाग्यो भन्दा नि लामो छ होला के छ होला मलाई फुर्सद छैन मैले यसैको 5वटा AI टुल चाहिँ अब मलाई इन्फोग्राफिक्स चाहियो अथवा भिडियो चाहियो भने चाहिँ मैले के गर्छु यसलाई चाहिँ मैले इन्सर्ट गरेँ इन्सर्ट गरिसकेपछि यसले भिडियो हेरौँ होइन निःशुल्क पाइने गुगलका उपयोगी टुल भनेर यसले दियो अब अब 5वटा टुल्स के रहेछन् भनेर सोध्न मिल्यो क्या हजुरले नेपालीमै सोध्न मिल्यो यसरी च्याट गर्नु मिल्यो योसँग जे फाइल अपलोड गरेर पनि च्याट गर्न मिल्यो तपाईँको सेक्टरको जे पनि अपलोड गर्न मिल्छ यसमा अब मलाई एड सोर्स सेयर गर्नु मन लाग्यो भने अर्को सोर्स सेयर गर्न मिल्यो फाइल अपलोड गर्न मिल्यो होइन पेस्ट गरेर कपी गरेर चिजहरू पेस्ट गर्न मिल्यो र च्याट गर्न मिल्यो यसले हेर्दैछ यी 5वटा AI टुल उहाँले भिडियोमा के गर्नु भएको छ अब हामीलाई थाहा भइसक्यो कि AI गुगलको 5वटा AI टुल उहाँले के युज गर्नु भएको छ AI स्टुडियो हामीले प्रयोग गरिसक्यौँ ओपल भन्ने चाहिँ हामीले भोलि लास्ट दिन हेर्छौँ एकचोटि सर होइन जेमिनाई क्यानभास भन्ने छ अनि पोमेली भन्ने एउटा टुल छ गुगलको नोटबुक एल्बम त अहिले हामीले हेर्दैछौँ उहाँले भन्न खोजेको चाहिँ के रहेछ त भन्दाखेरि गुगलका चाहिँ एकदम इम्पोर्टेन्ट र निःशुल्क टुलहरू 5वटा यी हुन् भनेर चाहिँ उहाँले एउटा भिडियो बनाउनु भएको रहेछ होइन हामीले ऱ्यान्डमली यहाँ देख्यौँ युट्युबमा अब यो भिडियोबाट मैले के बनाउँछु त एउटा अडियो बुक बनाउँछु अडियो चाहिँ के हुनु पर्यो चाहिँ भन्दा एकदम डिप डाइभ हुनु पर्यो नेपाली ल्याङ्ग्वेजमा बनाउनु सक्यो इङ्ग्लिस हिन्दी अबमा बनाउनु सक्यो मैले सर्ट बनाउँछु यसको लेन्थ अलिक डिफल्ट होइन सर्ट भिडियो बनाउँछु र मैले चाहिँ यसलाई अब सुड बी अन इन होस्ट स्टाइल होइन होस्ट स्टाइल हुनु पर्यो प्रोफेसनल हुनु पर्यो होइन एक्साइटिङ हुनु पर्यो एक्साइटिङ टोन हुनु पर्यो एक्साइटिङ टोनै राखौँ न यस्तो टोनमा आउनु पर्यो भनेर कस्टमाइज गरेँ र जेनेरेट गरेँ अडियो चाहिँ यहाँ जेनेरेट हुँदैछ अब भिडियोको लागि पनि मैले थोरै कस्टमाइजेसन गरौँ भिडियो चाहिँ कस्तोमा बनाउने नेपालीमा बनाउने र के नेपालीमा बनाउने भने कस्तो खालको चित्रहरू बनाउने त भन्दाखेरि मलाई चाहिँ व्हाइट बोर्ड प्रिफर गरेँ मैले अब यसमा चाहिँ फेरि के हुनु पर्यो प्रोफेसनल हुनु पर्यो एक्साइटिङ टोन हुनु पर्यो त्यसपछि ओके त्यही नै हुनु पर्यो यति राखौँ न अहिले होइन अब माइन्ड म्याप भन्ने पनि मैले ओके गरेँ यहाँ ओके गर्दै जाने हो रिपोर्ट पनि मैले ओके गरेँ रिपोर्ट चाहिँ मलाई कस्तो स्टाइलमा चाहियो भन्दाखेरि ब्लग पोस्ट चाहियो ल मलाई होइन यहाँ तल हुँदै गइरहेछ काम भइरहेछ होइन यसले काम गरिरहेछ कति धेरै चिज बनाउँछ क्या यसले त्यो सोर्सको आधारमा जे पनि अपलोड गरेको आधारमा मलाई फ्ल्यास कार्ड पनि चाहियो मलाई क्विज पनि चाहियो मलाई इन्फोग्राफिक्स चाहियो इन्फोग्राफिक नेपालीमा चाहियो इन्फोग्राफिक्स भने पोस्टर चाहियो क्या अब मलाई 5वटा टुलको मैले त फेसबुकमा अपलोड गर्ने हो नि त ल्यान्डस्केपमा चाहियो कि स्क्वायरमा चाहियो भन्दा मलाई फेसबुकमा हाल्दैछु स्काइपमा चाहियो डिटेलमा चाहियो कि स्ट्यान्डर्डमा चाहियो भने स्ट्यान्डर्डमा चाहियो मैले चाहिँ प्रिफर गर्छु चाहिँ पर्पल कलर प्रिफर गर्छु पर्पल एन्ड येलो कलर मेरो हाम्रो डिजिटल सोल्युसनको हो कलर ब्लेन्डेड होइन ब्लेन्डेड ओके अनि त्यहाँपछि हामी के गर्छौँ भन्दाखेरि एउटा डिजिटल सोल्युसन ब्रान्डिङ अहिले बुझ्दैन भन्दा यससँग मेमोरी छैन नि त त्यही पनि राखौँ न होइन ओके यति गरौँ के गर्छ हेरौँ होइन नेपालीमा बनाऊँ ल ओके अब साइड डेक बनाउनु मिल्छ योबाट त्यसपछि चाहिँ टेबल डेटा भन्ने चाहिँ टेबल बनाउनु मिल्छ क्या डेटाहरूको त्यो बनाउनु मिल्छ गरेर योबाट हजुरले जम्मा जम्मी 9वटा रिसोर्सेसहरू बनाउन सक्नुहुन्छ एउटा रिसोर्सेसबाट 9वटा चिजहरू बनाउनु मिल्यो क्या आउटपुट फोटो बनाउनु मिल्यो भिडियो बनाउनु मिल्यो डेक बनाउनु मिल्यो फ्ल्यास कार्ड बनाउनु मिल्यो रिपोर्टहरू बनाउनु मिल्यो क्विज बनाउनु मिल्यो सब बनाउनु मिल्यो नेक्स्ट लेभल बनाउनु मिल्यो
ओके अब हामी चाहिँ यता छौँ है अहिले चाहिँ हामीले एउटा युट्युब भिडियोबाट चाहिँ यो चिजहरू बनाउँदैछौँ एट द सेम टाइम चाहिँ हामीले अगाडि दिएको थियौँ नि हामीले चाहिँ मास्टर गर्नु छ 30 डेजमा चाहिँ एआई त्यसको लागि चाहिँ हामीले डिप रिसर्चमा यसलाई छोडिदिएका थियौँ कि यसले रिसोर्सेसहरू पनि आफै पत्ता लगाओस् रिसोर्सेस हामीलाई खोज्न झन्झट नहोस् क्या युट्युब भिडियो ल्याएर हाल्ने कि पिडिएफ ल्याएर हाल्ने कि 30 डेजमा चाहिँ एआई सिक्नको लागि त्यो झन्झट म गरिनँ म रिसोर्सेसै खोज भनेर यसलाई डिप रिसर्चमा हाल्दै थिएँ सो यसले चाहिँ रिसोर्सेसहरू चाहिँ पत्ता लगाएको छ हेयर आर द रिसोर्सेस होइन इट फाउन्ड अब यो चाहिँ मैले इम्पोर्ट गरेँ 43 रिसोर्सेस यसले फाइन्ड आउट गरेको छ मैले इम्पोर्ट गरेँ हेर्नुहोस् है राम्रोसँग इम्पोर्ट गरिसकेपछि अब के गर्छौँ त हामी यहाँनिर ओके यस्तो यस्तो कोही कोहीमा एरर पनि आउँछ रिसोर्सेसहरू पढ्दैछ नोटबुक एलएमले यसलाई गेम खेला भन्न नमिल्छ इन्ट्रेस्टिङ वेमा यसलाई क्वेसन सोध मलाई भन्न पनि सकियो हामीले तपाईँसँग बुक पढ्दै हुनुहुन्छ तपाईँको नोटबुक छ एक्जाम छ है भने चाहिँ अपलोड गर्ने अनि मेरो यो बुकबाट अथवा यो नोटबाट चाहिँ इन्ट्रेस्टिङ कुरा सोध मलाई क्विज खेल भन्न सकियो मैले आन्सर दिन्छु तैँले चाहिँ रेटिङ गर भन्न सकियो त्यस्तो चिजहरू धेरै गर्न सकियो सँग च्याट गर्न सकियो जनरली होइन अब अडियो ओभरभ्यूमा चाहिँ गएर हामीले चाहिँ सर्ट ओभरभ्यू चाहिँ यसको लिउँ होइन नेपालीमा लिउँ होइन अब यसलाई चाहिँ जेनेरेट गरौँ अब भिडियो पनि हाम्रो चाहिँ के हुनु पर्यो त भन्दाखेरि भिडियो पनि बनाऊँ हामीले हाउ टु मास्टर ओके डिटेल क्रिस्प एन्ड क्लियर टोनमा हुनु पर्यो यो चाहिँ हामीले 31 डेजमा उ गर्नेवाला हो रिपोर्टमा पनि हाम्रो अब स्टडी गाइडको रूपमा बनाऊँ क्विज बनाऊँ इन्फोग्राफिक्स चाहिँ मलाई अहिले यसको ल्यान्डस्केपमा चाहिएको छ अलि डिटेल चाहिएको छ फोकस अन कन्टेन्ट एन्ड आइकन्स यसले चाहिँ अब बनाउँदैछ भिडियो हामीले हालिएन र भिडियो नै हालियो ल ओके हामीले नोटबुक एलएम भन्ने एप चलाइरहेको छौँ अहिले गुगलको यसमा चाहिँ हामीले दुईवटा कामहरू दिइरहेको छौँ एउटा चाहिँ हामीले यता के को बारेमा कुरा गरिरहेको छौँ यो गुगलका निशुल्क टुल भनेर एउटा युट्युबमा भिडियो हेऱ्यो त्यो भिडियोको चाहिँ टुलहरू बनाउनु दिइरहेको छौँ भने एकातिर चाहिँ हामीले आफ्नै टपिक सर्च गरेर 30 डेजमा चाहिँ एआईलाई कसरी मास्टर गर्ने भन्ने एउटा हामीलाई चाहिँ रोड म्याप चाहिएको छ रोड म्याप चाहिँ हामीले सोचिरहेछौँ अब यहाँनिर हेरौँ यसले काम गर्दैछ हामीले सोर्सहरू खोज्न पनि सक्यौँ सोर्स दिन पनि सक्यौँ खोज्न पनि सक्यौँ यसको लागि आशिष सर हामीले सोर्सहरू खोज्यौँ 31 वालामा चाहिँ हामीले दिएको होइन सोर्सेसहरू विदाउट सोर्सेस चाहिँ यसले काम गर्दैन फेरि यसको चाहिँ बेस्ट पार्ट भनेर चाहिँ सोर्स दिएर हो नि त काम गर्ने सो सोर्सको रूपमा चाहिँ वेबसाइट दिन सक्यौँ अरू दिन सक्यौँ यसको लागि अरू टुलहरू पनि युज गर्न सक्छौँ तपाईँले फर इक्जाम्पल मैले चाहिँ बनाउँदाखेरि जनरली के गर्छु च्याट जिपिटीमा जान्छु डिप रिसर्च भन्ने टुल युज गरेर मैले के गर्छु एउटा टपिकको बारेमा खोज्छु र यहाँ ल्याएर पेस्ट गरेर अनि त्यसैको बारेमा चाहिँ अनि बनाउँछु यसले काम गर्दैछ हामी चाहिँ अब यता चाहिँ भइसक्यो होला ओके अडियो ओभरभ्यू आएको छैन भिडियो ओभरभ्यू पनि यसले टाइम लान्छ थोरै कस्तो भिडियो बन्छ भनेर हेर्नुहुन्छ भने यस्तो भिडियो बन्छ चाहिँ मैले तपाईँहरूलाई दिनुपर्ने दिनुपर्छ हाम्रो डे फर्स्टको साइन्स फिक्सन फिल्मको कुरा रहेन त्यो त हाम्रो आजको रियालिटी हो र सबैभन्दा गजबको कुरा के हो भने यसलाई चलाउन सिक्न सकिन्छ यसलाई आफ्नो कन्ट्रोलमा लिन सकिन्छ ल आज यसैको बारेमा कुरा गरौँ कन्सेप्टदेखि लिएर यसलाई कमान्ड गर्नेसम्म कसरी मास्टर बन्ने त ल स्क्रिनमा हेरौँ त यहाँ दुईटा 50% आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ हाम्रो दिमाग देख्नुभयो यो भिडियो पनि मैले तपाईँलाई च्याटमा हालेँ यो तपाईँहरूले हेर्नु होला फर्स्ट डेको है यो फर्स्ट डेको समरी यो एआईले बनाएको है यहाँ हुँदैछ र काम मैले गरे हो ओके यहाँ भिडियो पनि बन्दैछ थोरै टाइम चाहिँ लाग्छ अब यसले बनाएको टुलहरूमध्ये एउटा चाहिँ के छ त अडियो बुक कस्तो बनाएर हेरौँ है प्ले गरौँ अडियो प्राय इन्टरनेटमा सबैभन्दा राम्रा र शक्तिशाली टुल्सको लागि पैसा तिर्नुपर्छ होइन त हो नि प्रिमियम सफ्टवेयरको त चलनै त्यही हो तर के गुगलले नै त्यस तपाईँहरूले सुन्नु भएको छ नि यो कम्प्युटरले जेनेरेट गरे आवाज यस सर नो यस पनि भन्नु भएन ओके ओके थ्याङ्क यू त्यही त नि महँगा सफ्टवेयरलाई चुनौती दिँदै पैसा नै नलिई उस्तै शक्तिशाली एआई टुल्सहरू दिइरहेको छ भने त्यो त दिइरहेको छ आज हामी ट्याकपानाको एक भिडियो सामग्रीको आधारमा गुगलका केही यस्तै निशुल्क तर अत्यन्तै उपयोगी एआई टुल्सहरूको गहिरो विश्लेषण गर्दैछौँ र हाम्रो लक्ष्य यी टुल्स के हुन् र यिनले हाम्रो काम गर्ने शैलीलाई कसरी बदल्न सक्छन् भन्ने कुरा बुझ्नु हो
ल यसलाई अलि खोतलौ न। हुन्छ, यो केवल पैसा बचत गर्ने कुरा मात्रै होइन। हो र? हो, यो त प्रविधिमा पहुँचको एउटा ठूलो परिवर्तनको संकेत हो। अब हजुरले आफ्नो फिल्डको बारेमा चाहिँ यसरी पोडकास्ट बनाएर यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। यु क्यान डाउनलोड इट एन्ड अपलोड एनीवेयर। किन भन्दा यसको लागि चाहिँ तपाईँलाई के हुँदैन त, कपिराइट स्ट्राइक भन्ने चाहिँ आउँदैन। तपाईँले एआई इन्फर्मेसन भनेर भर्नु सक्नुहुन्छ। यो चाहिँ तपाईँले आफै जेनेरेट गरेको चिज हो। अहिलेको लागि चाहिँ त्यस्तो रेगुलेसन चाहिँ छैन। ओके, यो मोनेटाइज पनि हुन्छ। अब मोनेटाइज भएर पैसा पनि आउँछ। अब ठुलो ठुलो प्लेटफर्महरूले पनि यस्तो युज गर्छ क्या। जस्तै मैले यहाँनिर सामाजिक सुरक्षा कोषले समेत युज गरिरहेको थियो यस्तो भिडियोहरू क्या, एआई जेनेरेटेड। यो एआईले बनाएको यस्तै नोटबुक एलएमले, यो एआईले बनाएको हो। शिक्षा कोषमा जमाका लागि योग्य भइन्छ। यस्तोहरू टिकटकमा हाल्नुहोस्, फेसबुकमा हाल्नुहोस्, आफ्नो क्षेत्र आफ्नो निसलाई समाएर त्यसपछि चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि मोनेटाइज भइहाल्छ। मोनेटाइज छ भने हुन्छ, पैसा आउन थाल्छ। मोनेटाइज छैन भने हुन्छ। अथवा आफ्नो क्षेत्रको नलेज लिएर अरूलाई सेयर गर्नु भने पनि राम्रो हो क्या। अब हामी यहाँनिर थियौँ। अब यहाँनिर चाहिँ शक्तिशाली एआई टुल निःशुल्क भनेको वाला चाहिँ के छ त, हाम्रो यो डाउनलोड गरौँ। अब यो डाउनलोड गरिसकेपछि हाम्रो यो के हो त, इन्फोग्राफिक्सलाई अब डाउनलोड गऱ्यौँ हामीले। अब पिएनजी फर्ममा आछ 6 MB को, यस्तो देखायो। ल हेर्नुहोस्, यसलाई मैले इन्स्ट्रक्सन दिएको थिएँ नि, हाम्रो डिजिटल सोल्युसनको ब्रान्डिङ युज गर भनेर। ल हेर्नुहोस्, यसरी राम्रो बनायो। यसलाई मैले फेसबुकमा सेयर गरेँ भने सट्ट सबै चिजहरू आयो। सिधैमा एआई गुगलको उपयोगी टुल्स चाहिँ गुगलले विभिन्न निःशुल्क एआई टुल्स उपलब्ध गराएको छ, जसको महँगो सशुल्क सफ्टवेयरलाई चाहिँ कडा चुनौती दिएको छ। यी टुल्सले पैसा बचाउने मात्र नभई काम गर्ने शैलीलाई समेत स्तरीय र छोटो बनाउन सक्छ। हामीले कति केही सोर्स खोजे होइन, एउटा टेक पान्नाको भिडियो ल्यायौँ र उहाँहरूको भिडियोबाट उहाँले 5वटा टुल युज गर्नुभएको रहेछ। त्यो टुल चाहिँ हामीले यहाँ हालेर यस्तो पोस्टर बनायौँ। आई क्यान अपलोड दिस पोस्टर अन सोसियल मिडिया, अनि मैले पैसा कमाउन सक्छु, आफ्नो अडियन्स बढाउन सक्छु, मैले जे पनि गर्न सक्छु योबाट। एआई नेक्स्ट लेभलमा पुग्यो भने त्यसै होइन। ओके, अब हाम्रो एआईले फेरि हाम्रो लागि चाहिँ प्रेजेन्टेसन बनाइदिएको छ। ओके, ल हेर्नुहोस् है, अब हाम्रो लागि प्रेजेन्टेसन बनाइदियो कि एआईले। शक्तिशाली सफ्टवेयर, महँगो मूल्य, के यो सधैँ आवश्यक छ त? इन्टरनेटमा पाइने धेरै जसो राम्रा र उपयोगी टुलहरू पैसा बिना चलाउन लगभग असम्भव छ। सबैले सधैँ प्रिमियम प्लानको लागि पैसा तिरेर सफ्टवेयर चलाउन पर्ने सक्ने अवस्था नहुन सक्छ। तर के हुन्छ भने यदि $20 देखि $50 प्रति महिना लाग्ने सफ्टवेयरको क्षमता भएको टुल सिधैमा पाइयो भने कस्तो राम्रो हुक बनाइदियो क्या यसले, होइन? अब यसले चाहिँ के गर्यो भन्दा गुगलको जवाफ भनेको चाहिँ प्रिमियम स्तरको एआई अब सबैका लागि निःशुल्क भनेर यसले लेखिएको छ, प्रेजेन्टेसन बनाइदिएको छ। तपाईँको आइडियालाई तुरुन्त वेबसाइटमा बदल्नको लागि गुगल एआई स्टुडियो। ओके, हामीले अलरेडी यो गरिसकेको छौँ। डेभलपर र उद्यमीहरूको लागि मैले वेबसाइट पनि बनाएर देखाएँ मेरो। ओके, त्यसपछि नेक्स्टमा जाउँ हामी। नेक्स्टमा के छ, कसरी काम गर्छ त भनेर चाहिँ यसले भनिदिएको छ। प्रम्प्ट योर आइडिया, एआई एनालाइसिस, कोड फ्री क्रिएसन हुनु भयो। गुगलको ओपल भन्ने हामीले सिकाएको छैनौँ, ओपल पनि तपाईँले यसरी युज गर्न सक्नुहुन्छ। हामीले पछि अटोमेसनमा हेर्छौँ। नोटबुक एलएम तपाईँले भिडियो ओभरभ्यू यसरी पाउन सक्नुहुन्छ, जसरी हामीले अघि बनाउँदै थियौँ। यहाँ चाहिँ थोरै स्किप भयो, यो अबखेरि लाइभमा चाहिँ यसलाई डाउनलोड गरेर युज गर्न सक्नुहुन्छ। त्यसै गरी हजुरले बोरिङ टेक्स्टलाई चाहिँ जेमिनाई क्यानभासबाट युज गर्न सक्नुहुन्छ। तपाईँको कल्पनालाई चाहिँ व्यावसायिक फोटोमा यसरी बनाउन सक्नुहुन्छ जेमिनाईबाट। जेमिनाईको इमेज जेनेरेसनबाट हामीले युज गरिरहेछौँ। त्यसै गरी गुगलको मल्टी स्पिकर अडियो जेनेरेसन पनि गर्न सक्नुहुन्छ। गुगलको एआई स्टुडियोबाट हामीले अघि नै बनाइसकेका छौँ यो पनि, होइन? पोडकास्ट बनाउन सक्छौँ। अब पुमोली भन्ने चाहिँ एउटा एप छ, योबाट एप चाहिँ फेरि हामीले अटोमेसन युज गर्न सक्छौँ। त्यसै गरी अब नयाँ डिजिटल टुल किट चाहिँ यस्तो यस्तो गर्न सक्नुहुन्छ भनेर त्यसैले सबै स्लाइड गरिदियो, यो स्लाइड सो बनाइदियो। अब यसलाई डाउनलोड गर्न सकिन्छ र युज गर्न सकिन्छ। ओके, अब यो पिडिएफको रूपमा डाउनलोड भइसकेको छ हजुरको। अब यसलाई युज गर्न सक्नुहुन्छ। यसलाई जेपिजीमा कन्भर्ट गरेर सोसियल मिडियामा अपलोड गर्न सक्नुहुन्छ। एज अ स्टोरी पनि अपलोड गर्न सक्नुहुन्छ। छ नि गजब, होइन? नेक्स्ट लेभल छ। कहाँ थियौँ हामी? ओके, अब योबाट चाहिँ माइन्ड म्याप बनाउन सकिन्छ। तपाईँ प्रेजेन्टेसन गर्नु पऱ्यो भने आज हामी गुगलका एआई टुलहरू प्रयोग गर्दै जाँदैछौँ। आज हामी 5वटा एआई टुलहरू प्रयोग गर्छौँ भनेर मैले सुरुवात गरेँ। माइन्ड म्याप भन्छ यस्तोलाई। अब माइन्ड म्याप चाहिँ कस्तो भयो भन्दा अब यसलाई चाहिँ क्लिक गरेँ, एआई स्टुडियो क्लिक गरेँ भने एआई स्टुडियोको बारेमा चाहिँ यहाँ देखाउँछ यसको। अब यसलाई मैले यसरी कन्ट्रोल जुम इन गर्न सकौँ। एआई स्टुडियोमा चाहिँ बिल्ड फिचर हुन्छ र अडियो फिचर हुन्छ है, होइन? बिल्ड फिचरले के गर्छ, जुम इन जुम आउट गर्न सक्यौँ यसरी। बिल्ड फिचरले के गर्छ त, वेब र ल्यान्डिङ पेज बनाउँछ, प्रम्प्टको आधारमा विश्लेषण गर्छ। अडियो टुलले यसरी गर्छ। यसलाई चाहिँ मिनिमाइज गरेँ। अब मैले गुगल ओपलले के गर्छ भनेर हेर्न सकेँ।
वर्कफ्लो अटोमेसन गर्न सक्छ। नोडमा आधारित टुल हो होइन, हाम्रो अटोमेसनको लागि चाहिँ ओपल हो। नोटबुक एलएम अहिले हामीले जुन गरिरहेछौँ यसले चाहिँ के गर्न सक्दो रहेछ, भिडियो डकुमेन्ट विश्लेषण गर्न सक्दो रहेछ, समराइज न्यारेसन गर्न सक्दो रहेछ, भिडियो ओभरभ्यू र अडियो सो गर्न सक्दो रहेछ, रिपोर्ट र स्लाइड निर्माण गर्न सक्ने रहेछ, इन्फोग्राफिक्स र माइन्ड म्याप गर्न सक्ने रहेछ। जेमिनाई क्यानभासले के गर्न सक्दो रहेछ त भन्दाखेरि प्रेजेन्टेसन तयार गर्न सक्दो रहेछ, इमेज जेनेरेसन मोडल रहेछ, फोटोग्राफी स्तरको फोटोग्राफी बनाउन सक्दो रहेछ। पोमोलीले के गर्न सक्दो रहेछ त भन्दाखेरि मार्केटिङ एजेन्सीहरूको काम गर्न सक्दो रहेछ, ब्रान्ड पहिचान, सोसियल मिडिया पोस्ट र विज्ञापनहरू यस्तो क्यानभा जस्तो टुलो बनाउन डिजाइन गर्न चाहिँ काम गर्दछ। यस्तो भयो, यसलाई पनि हामीले डाउनलोड गरेर राख्न सक्यौँ यसरी जुन देखाइरहेछ त्यसैलाई। यसलाई सोसियल मिडियामा युज गर्न सक्यौँ, अरूलाई देखाउन सक्यौँ, यो एउटा यसको फिचर भयो। अब हाम्रो माइन्ड म्याप भयो, अब फ्ल्यास कार्ड भयो, अब प्रश्न उत्तर पनि हामीले सोध्न सक्यौँ। 7वटा प्रश्न उत्तर बनाउन सक्यौँ। गुगल एआई स्टुडियोभित्र रहेको बिल्ड फिचरको मुख्य काम के हो? 2 वा बढी पात्रहरूको बिचमा संवादको अडियो तयार गर्ने होइन, सामाजिक सञ्जालका लागि विज्ञापन र पोस्टहरू स्वतः तयार गर्ने होइन, आन्तरिक वर्कफ्लोलाई स्वचालित बनाउने होइन, प्रयोगकर्ताको आवश्यकता अनुसार पूर्ण रूपमा चल्ने वेब वा ल्यान्डिङ पेज बनाउने हो। ठिक, द्याट्स राइट भन्यो। अब म के गर्छु, नेक्स्टमा जान्छु, क्विज खेल्छु क्या योसँग। म भिडियो अनुसार कुन गुगल टुलले N8N जस्तो महँगो सफ्टवेयरको विकल्पको रूपमा काम गर्दै आइरहेको छ? गुगल ओपल हो, नोटबुक एलएम हो, एआई स्टुडियो हो, क्यानभास हो, कुन हो? गुगल ओपल भन्छु मैले, द्याट्स राइट भन्यो। मैले चाहिँ क्विज खेल्न सक्छु योसँग। नोटबुक एलएमको भिडियो ओभरभ्यू फिचरले अनुसन्धानकर्ता र मार्केटरलाई कसरी सहयोग गर्छ? व्यावसायिक स्तरको भिडियोग्राफी निशुल्क तयार पारेर, वेबसाइटको लिङ्कको आधारमा समेत सोसियल मिडिया पोस्ट तयार पारेर, सामान्य टेक्स्टलाई फाइललाई आकर्षक स्लाइड र ग्राफिक्ससहित प्रोजेक्सनको रूपमा तयार गरेर र लामो र जटिल डकुमेन्टलाई उच्च स्तरको एक्सप्लेनर भिडियो र अडियो सोमा रूपान्तर गरेर भन्दाखेरि चाहिँ अब भिडियो ओभरभ्यूले चाहिँ यो गर्छ जस्तो लाग्छ मलाई, अडियो र एक्सप्लेनर वेमा चाहिँ हामीलाई दिन्छ भनेर। ओके, यसरी चाहिँ तपाईँले काम गर्न सक्नुभयो, राइट? अब हामी ब्लग पोस्ट पनि बनाइदियो यसले, टक्क ब्लग पोस्ट होइन, वेबसाइटमा हाल्न मिल्ने ब्लग पोस्ट बनाउन सक्यो होइन। अर्को चाहिँ हामीलाई के गर्न सक्यो यसले, ओके हामीले चाहिँ यो अघि नै बनाइसक्यौँ होइन, यसले हामीलाई कन्फ्युज गरायो। एक्सप्लेनर भिडियो पनि बनाउँदैछ अब यसले, एक्सप्लेनर ओके यो चाहिँ गुगल हामीले यो पनि गरिसक्यौँ। अब एक्सप्लेनर भिडियो मात्र बाँकी भयो होइन, हाम्रो टेबल पनि बनायो यसले, यस्तो टेबल बनायो होइन, यो टेबलको रूपमा चाहिँ एक्सपोर्ट गर्न मिल्यो यसलाई यसरी। टुलको नाम चाहिँ के हो, एआई स्टुडियो, के काम गर्छ, उपयोगी के को लागि छ, विकल्पको रूपमा चाहिँ अरू केही छ कि छैन, अरू टुल छ, ओपलले चाहिँ N8N को जस्तो काम गर्ने भयो। यसरी चाहिँ सबै डेटाको आधारमा चाहिँ यसले सिट बनाएर दिन्छ। अब यो भिडियो कस्तो बनायो त यसले, हेरौँ है। 5 मिनटको भिडियो बनायो, टेकपानाको जस्तो भिडियो बनायो। टेकपानाको भिडियो हामीले ल्याएको थियौँ, अब टेकपानालाई जित्ने भिडियो बनाउनु पर्यो है यसले। ओके, कस्तो बनायो हेरौँ। जसले हो, चाहे क्रिएटर, एन्टरप्रेन्योर वा कुनै प्रोफेसनल, राम्रो टुलको खोजी त सबै हुन्छ, तर समस्या कहाँ आउँछ भने धेरै जसो राम्रा टुलहरूको एउटा प्राइस ट्याग हुन्छ। हो, इन्डस्ट्रीका टप सफ्टवेयरहरू हेर्ने हो भने महिनाको $20 देखि $50 वा त्यो भन्दा पनि बढी तिर्नु पर्ने हुन्छ। अब यो रकम धेरैको लागि एउटा ठुलो रुकावट बन्न सक्छ हैन त? राम्रा आइडियाहरू पनि सोर्सको कमीले गर्दा अगाडि बढ्न पाउँदैनन्। तर एकछिन सोच्नुस् त, यदि त्यस्तै प्रोफेसनल ग्रेड एकदमै पावरफुल टुलहरू कम्प्लिटली फ्रीमा पाइयो भने कस्तो मजाले भनेको छ हेर्नु त एक्सप्लेनर तरिकाले भयो। अब पालो आउँछ कन्टेन्टको। यो सेक्सन चाहिँ खास गरी कन्टेन्ट क्रिएटर्स, रिसर्चर्स र मार्केटरहरूका लागि एकदमै काम लाग्ने खालको छ। किनभने गुगलले रिसर्चदेखि लिएर प्रेजेन्टेसनसम्म, मतलब कन्टेन्ट बनाउने हरेक स्टेपका लागि फ्री टुलहरूको एउटा पावरफुल स्विट नै तयार पारेको छ। यसमा सबैभन्दा पावरफुल टुल हो नोटबुक एलएम। सोच्नुस् त, एउटा लामो डकुमेन्ट दिने बित्तिकै त्यसैबाट एक्सप्लेनर भिडियो, अडियो सो, रिपोर्ट, प्रेजेन्टेसन स्लाइड, इन्फोग्राफिक, यहाँसम्म कि डेटा टेबल र माइन्ड मात्र उपलब्ध छ र हामीको लागि। अब यसलाई चाहिँ हामीले डाउनलोड गरेर युज गर्न पनि सक्यौँ। ओके, तपाईँहरू राति सक्नुभयो होला, 9 बजेसम्म बस्ने भने है। अब हामी यतातिर छौँ नि, फेरि हाम्रो नेक्स्ट लेभलको चिज त हाम्रो यहाँ बन्दैछ। नेक्स्ट लेभलको चिज भने त हाम्रो 30 डेजमा हामीले एआईलाई मास्टर गर्नको लागि हामीले बनाउन आएको थियौँ। अब यो टुलको सुझ हेरिसकेपछि हामी चाहिँ अनि बल्ल जान्छौँ। 30 दिने रोड म्याप कस्तो बनाइदियो त यसले एआईले भन्दाखेरि अडियोमा बनाइदिएको छ। हामी एआई र अटोमेसनमा कसरी एक्सपर्ट बन्न सकिन्छ भन्ने बारे कुनै सीमा नै रहेन।
केही पनि रहेन। त्यसो भए अब त्यो मुख्य परियोजनाको कुरा गर्नु वा काम अब यसलाई चाहिँ वर्कफ्लो अटोमेसनको चाहिँ स्टडी गाइडले दिएको छ, यसरी नोट बनाएर दियो होइन। अब यसले के गरेर दियो भन्दाखेरि के स्टडी गाइड दियो, फ्ल्यास कार्ड बनाएर दिएको छ, यस्तो खालको फ्ल्यास कार्ड। अरू चाहिँ हाम्रो के बनाएर दियो भन्दाखेरि चाहिँ प्रश्नावली चाहिँ हामीले हेर्नु अटोमेसन एआई, यो इन्फोग्राफिक्स चाहिएको थियो मलाई। मैले यसलाई डाउनलोड गर्छु। ओ यसले इरर भनेको छ है, के डाउनलोड हुँदैछ 6.1 MB को। 30 डेजमा चाहिँ धेरै काम गर भन्यो यसले मलाई। यति लामो यति ठुलो बनाइदियो, हेर्नुहोस् त अक्षरहरू पनि राम्रो बनाएन यसले नेपालीको। यो अलि हामीले धेरै डिटेल्ड बना भनेको भएर हो यसलाई। यही हो एआई भनेको, फेरि टप नच छैन नि त। अब यसलाई फेरि यसलाई दिएको इन्स्ट्रक्सन्सहरू हामीले मिलाउनु पर्ने भयो। एआई अटोमेसनको आधारभूत कुरा सिक्नु पर्यो, अनि स्वचालित त्यस्तो गर्नु पर्यो, फोरमा चाहिँ यो गर्नु पर्यो, यताउता भनिरहेको छ। यो फेरि चेन्ज गर्नु पर्यो, यो राम्रो मलाई मन परेन यसको आउटपुट है। हामीले यसलाई चेन्ज गर्न पनि सक्छौँ, यसलाई फेरि बनाउने हो नि त। यहाँ गएर फेरि बना भन्न सक्छौँ क्या इन्स्ट्रक्सन दिएर यसरी। हाम्रो अघिको कुनमा बनाउनु भन्ने थियो, हाम्रो इन्फोग्राफिक्स चाहिँ हामीलाई भएन। ओके ल्यान्डस्केपमा चाहिँ बनाऊ भन्दा चाहिँ स्ट्यान्डर्ड कन्साइज युज आइकोन्स एन्ड कन्भे कसरी भनौँ यार, युज आइकन्स एन्ड यसो गरौँ, मोर आइकोन्स एन्ड भिजुअल प्रेजेन्टेसन लेस टेक्स्ट। ओके यसरी बनाऊँ न। र यसलाई चाहिँ म इङ्ग्लिसमै चाहन्छु है। यो प्रेजेन्टेसन चाहिँ इङ्ग्लिसमा भयो भने चाहिँ अझ मजा आउँछ कि। नेपालीमा चाहिँ त्यति राम्रो आएन कि प्रेजेन्टेसन होइन। मैले यीमा गएर खोज्दा नभेटेँ क्या अघि। धेरै बोलेपछि यस्तो हुन्छ क्या। अब मेरो दिमागले काम गर्न थाल्यो, छोडिसक्यो। 7 बजेदेखि बसेँ है, बिहान आएर बसेँ। अब 10 बजे म उठेकै छैन यहाँबाट, खाजा खानु उठेँ यस्तो। अनि कहाँ हुन्छ त। अब हाम्रो यो प्रेजेन्टेसन चाहिँ कस्तो भयो हेरौँ है त। यसले हामीलाई प्रेजेन्टेसन पनि बनाएर दिएको छ यसले। यो प्रेजेन्टेसन पहिला डाउनलोड गर्दा ठिक होला जस्तो लाग्यो है। 16 MB को बनाएको रहेछ। एआईको शक्ति तपाईँको सोसियल मिडियालाई स्वचालित बनाउनुहोस् भनेको छ होइन। आजको सोसियल मिडियाको परिदृश्य यताउता भनेर यसले यताउता यसले गर्यो कि भूमिका बाँध्यो होइन। एआई अटोमेसनमा चाहिँ कसरी काम गर्छ भन्यो, ट्रिगर बेटर त इङ्ग्लिसमा बनाएको भयो। यस्तो डकुमेन्ट्सहरू इङ्ग्लिसमा राम्रो हुन्छ होइन। नेपालीमा यो स्वचालन भन्यो कि एआई अटोमेसन भन्न खोजेको नि त हामीले होइन। ट्रिगर हुन्छ, डेटा प्रोसेसिङ हुन्छ, कन्टेन्ट जेनेरेसन हुन्छ, यस्तो हुन्छ अटोमेसनमा चाहिँ। एआईको भाषा बुझौँ। हिजो हामीले अस्ति सुरुको दिन हामीले पढाएको चिजहरू हो ठ्याक्कै यो। हेलोजिनेसन भन्ने पनि हामीले युज गरिराख्यौँ होइन। सबै चिजहरू मेक एन्ड टेनमा के फरक छ, यताउता यस्तो उस्तो चिजहरू सबै तपाईँलाई चाहिने चिज चाहिँ यसमा छ है। हामीलाई चाहिने चिज सबै यसले बनाएर दिएको छ। अब तपाईँले आफ्नो क्षेत्रमा चाहिँ चाहिने चिज बनाउन सक्नुहुन्छ। यहाँ भिडियोहरू चाहिँ बन्दैछ यसमा भिडियो बन्दैछ। भिडियो कस्तो बन्छ भनेर त तपाईँलाई थाहा भइसक्यो। भिडियो बनिसकेपछि त म पठाउँछु ल है। ओके यही नै भयो ल, मैले यसलाई अब स्टप गरेँ। ओके तपाईँले एआईबाट जेनेरेटेड चिजहरू हाम्रो एआई कम्युनिटी हो, देखिरहनु भएको छ जस्तो लाग्छ है। एआई कम्युनिटी हो, यो कम्युनिटीको भिसा आउनु होला। तपाईँ यो ट्रेनिङको पार्ट भएको हिसाबले यसमा पाउनुहुन्छ एक्सेस, नत्र पाउनु हुँदैन। भोलि केही नयाँ चिज आयो, अरूलाई दिन नमिल्ने, तपाईँलाई दिन मिल्ने भने पनि हामीले यहाँ सेयर गर्छौँ क्या। स्पेसल चिजहरू हुनसक्छ नि।